सरकारले केसी आउँदैन कहाँदेखि पैसा आउँछ सरकारले तलब नै दिएन दया अभिजित आज हामीले केस खोल्नुपर्छ आउँछ केस सर फोन आयो मलाई थाहा छ हेलो ए तपाईँ सिआइडी हो र होइन होला सिआइडी नै हो के कुरा पर्यो होला हजुर मेरो मामाको छोराको छोरीको छोरालाई किडन्याप गरेको छन् ल हजुर हामी आउँदैछौँ के भएर कति धेरै मामाको छोरा हो त्यसमा गति हो ल हिँड्न जानु अब कति के छ पैसा हुन्छ नि अब त सर आज त के छ मजा आउँछ पैसा घर चाहिँ ठुलो रहेछ पाले सुत्दा राखेछन् सरले हामीलाई रोक्छ त यसले हामीलाई चिन्दैनस् क्या को छ त छोप्त सिआइडी तपाईँले हामीलाई फोन गरेको म उठेर फोन हानेको हजुरहरूलाई होइन होला बस्नु सर बसेर कुरा गर्नु सिधा मुद्दा के कस्तो कुरा पर्यो होला हामीले तपाईँको कुरा बुझ्छौँ पानी हुन्छ यो कुरा गर्नु बोल्ला सर पिन्टु पानी लिएर अरे उहाँहरूलाई हजुर मालिक घर चाहिँ राम्रो छ पानी निकालेर रहेछ नोकर नि रहेछ पैसा त धेरै दिने घरबाट मान्छे आज 50-50 गर्ने त्यसलाई कोही माथि सक या फिर के अथवा केही छ भने भन्न सक्नुहुन्छ के भनौँ सर सबैसँग त राम्रै छ के अरे यहाँ खाना नि आउँछन् सबैजना हजुरको पिन्टु कहाँ गयो पानी नपठाएको त त्यो पिन्टुलाई पठाएको के अरे काम चोर छ त्यो अब पानी सानी छोडो घर तलास के भेट्टे लागि जाम दया बुझ्यौ बिस्तारामा कुकुरी रुम कसको होला त अब घरकै मालिकले बताउँछ कसको बोलालाई यो रुम कसको हो यो रुम त हाम्रो पिन्टुको हो त्यो पिन्टुलाई बोलाएर आइज जा पिन्टु छैन मतलब बुझ्यौ तिमीले त्यो पिन्टु भागिसक्यो मलाई के थाहा किन खोज्न यदि पिन्टु गर्छ को छ त नोकर यहाँ त गएन पालेर भनेको पिन्टु त्यहाँदेखि सुरु छैन सर मैले माथि पनि हेरेको त्यो पिन्टु त कता गयो ए त्यस्तो भयो पिन्टुले नै केही गरेको यहाँ सर मलाई एउटा कुरा याद आयो त्यस्तो केही कुरा याद आयो ल छिटो भन त्यो पिन्टु अस्ति नै रक्सी खाएर आएको थियो मेरो मामाहरू पनि त्यति बेला त्यही आउनुभएको थियो पिन्टु मामाहरूसँग झगडा गरेको के अरे कहीँ केही त होइन मैले त्यही कल गर्न आइरहेको छु त्यही पिन्टु माथि सक्छ मलाई जहाँ भने तिमीहरूले खोजेर ल्याएको हुन्छ